बाबा भनेको त अदृश्य भगवान हो। बाबा हाम्रो सब थोक हो। बाबा ब्रह्मा हो, बाबा विष्णु हो, बाबा महेश्वर हो, बाबा पालनकर्ता हो, बाबा संहारकर्ता हो, बाबा जीवनकर्ता हो। भगवान भगवान भन्छौँ, कहिले देखिँदैन नि। हो त्यस्तै अदृश्य एउटा भगवान जो नजिक भएर पनि कहिले देखिँदैन कि बाबा। बाबाका गुणगान अलिक कमै गाइन्छ नि यो समाजमा, तर एउटा कुरा, आमाको धेरै गुणगान गाउँछ मान्छेले। आमाको सङ्घर्ष, आमाको आँसु, आमाले बनाएर खुवाएको, आमाले चुठाइदिएको, आमाले कपडा धोइदिएको, सबै कुरा गर्छ, तर बाबाको कुरा गर्दैन। एउटा कुरा याद गर्नु, आमाले खुवाएको वर्णन गर्छ मान्छेले, तर आमाले खुवाउने, आमाले पकाउने त्यो भातको सिता ल्याउन बाबाले गरेको सङ्घर्ष हेर्नुहोस् त। त्यो सितामा बाबाको पसिना छ भातको। हामीले मोबाइलमा खेलाउने यो मोबाइलको स्क्रिनमा बाबाको पसिना छ। हामीले लगाउने यो कपडाहरूको धागोमा बाबाको पसिना छ। हामीले स्कुलमा फिर्ने फिसहरूमा फिसमा बाबाको पसिना छ, बाबाको त्याग छ। हेर्नुहोस् त बाबाको त्याग, साँच्चीकै बाबाको त्याग त कसैले पनि त्यो दिन सक्दैन। जसले आफ्नो काँधभन्दा माथि राखेर संसार कसैले देखाउँछ, बाबु त्यो हेर भन्छ कसैले भने, त्यो बाबाले मात्रै भन्छ। अरू कसैले पनि काँधमा राखेर अगाडि बढाउँदैन। यो लेखेर राख्नुहोस्, त्यो बाबाले मात्रै हो क्या। बरु खुट्टा तान्छन्, अगाडि बढ्दैछ भने पछाडि तान्नेहरू धेरै हुन्छन्, तर आफूभन्दा पनि अग्लो बनाएर संसार देखाउँछ, त्यो संसार चिनाउँछ बाबाले मात्र चिनाउँछ, अरू कसैले चिनाउँछ।